नमस्ते साथीहरू। आज म पासपोर्ट रिन्यू गर्नको लागि दुबईको जेब्लाली फ्री जोनदेखि म जाँदैछु। दुबईको वाणिज्य दूतमा जाँदैछु। मेट्रोमा चढिसकेको छु म। जसरी हुन्छ आज जाने हो, एक्लै नै छु। सोच्दै सोच्दै बुझ्दै जानुपर्छ। जाने हो, पासपोर्ट रिन्यू गरेरै छाड्ने हो। शेख जैद रोड हुँदै अगाडि बढ्छ यात्रा। सर बाहिरको भ्यू दृश्यहरू मेरो क्यामेरामा कैद गरिरहेको छु, हेर्न सक्नुहुन्छ यहाँहरूले। बिस्तारै हिँड्दै गइसकेपछि बुर्ज खलिफा पनि यहाँहरूलाई म देखाउने कोसिस गर्न जाँदैछु। हेरेर यहाँहरूले बुर्ज खलिफाको दृश्यहरू हेरेर चाहिँ हेर्न सक्नुहुन्छ। अब लगभग म बुर्ज खलिफाको रहेको एरियामा पुगिसकेको छु। म यहाँहरूलाई चाहिँ बुर्ज खलिफाको दृश्यले अब जुम गरेर देखाउँदैछु। देख्नुभयो? ल हेर्नुहोस्, बुर्ज खलिफाको चाहिँ टावरलाई यहाँहरूले देख्न सक्नुहुन्छ। मैले बसभित्रबाट लिएको दृश्य हो यी सबै। बिस्तारै बुर्ज खलिफा जुम गरेर ल्याउँछु। हेर्नुहोस् कति सुन्दर छ, कति आकर्षक छ। दुबईको आकर्षक रहेको केन्द्र नै बुर्ज खलिफा भएको क्षेत्र हो। लाखौँ पर्यटकहरू वर्षेनी भित्रिने गर्दछन्, जसलाई हेर्नको लागि म पनि त्यहाँ 2-3 पटक पुगिसकेको छु। तर माथि चाहिँ चढ्न सकेको छैन। माथि चढ्नको लागि चाहिँ समय चाहिन्छ, फुर्सद चाहिन्छ, टिकट पनि काट्नुपर्ने हुन्छ। त्यो भएको हुनाले अहिलेसम्म चाहिँ माथि चढ्ने चाहिँ मैले चाहिँ कोसिस गरेको छैन। त्यो पनि गरौँला बिस्तारै भोलिका दिनहरूमा। बिस्तारै अब बुर्ज खलिफाको एरिया क्रस गरेर अगाडि बढ्दैछु अगाडि। अब म आइपुगेँ दुबईको पब्लिक बस पार्क, अल गुबैबा बस पार्कमा आइपुगेको छु। त्यहाँबाट म ट्राफिक जेब्रा क्रसिङलाई हेर्दै ट्राफिक रुल्सलाई फलो गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। नत्र भने दुबईमा चाहिँ फाइनको चाहिँ एकदम हाई छ, फाइन लाग्ने गर्छ, ख्याल गर्नुहोला। अल गुबैबा मेट्रो स्टेसनबाट चाहिँ म तल जाँदैछु। तल जानुपर्ने रहेछ। अबु हेल भन्ने ठाउँमा पुग्नको लागि तल जाँदैछु। त्यहाँबाट मैले चाहिँ मेट्रो पक्र्नुपर्ने हुन्छ। 17 नम्बरको मेट्रो पक्र्नुपर्ने हुन्छ है। अबु हेलमा पुग्नुपर्ने छ। ल म बिस्तारै अब चढिसकेको छु मेट्रोमा। मेट्रोमा चाहिँ पब्लिकहरूको चाहिँ भिड नै छ। त्यसका कारणले गर्दाखेरि मैले चाहिँ उभिनु पर्यो। दुबईमा मेट्रोको प्रयोग अत्याधिक मात्रामै बढ्ने गरेको देखिन्छ। अहिले म अबु हेल भन्ने स्टेसनमा पुगिसकेको छु। त्यहाँबाट तल झरेर एक्जिट हुने कोसिस गर्दैछु। लगभग बाहिर झरिसकेँ, निस्किसकेँ। अब यहाँबाट सोधपुछ गर्दै अल हमरिया स्ट्रिट नेपाली दूतावास कहाँ छ भनेर यसो कोहीलाई भेट्दाखेरि चाहिँ सोधखोज गर्दै अगाडि बढ्नुपर्छ। जसरी पनि म एक्लै भएको कारणले सोधपुछ गर्ने हो, अगाडि बढ्ने हो, नेपाली दूतावासमा पुग्ने नै हो। बिस्तारै अगाडि बढ्दैछु म। त्यहाँ एकजनालाई सोद्धाखेरि उहाँले भन्नुभयो त्यहाँबाट एउटा ब्रिज आउँछ, ब्रिज क्रस गरेर अगाडि बढ्नु भनेर। ब्रिजमा पुगिसकेको छु म। अनि त्यसपछि ब्रिजपछि लेफ्ट लिनुपर्छ है, लेफ्ट। म चाहिँ फेरि राइट लिएर अगाडि गएको थिएँ। अलि अगाडि पुगेर फर्किँदाखेरि लेफ्टतर्फ चाहिँ त्यहाँ एउटा चाहिँ पब्लिक बस स्टेसन छ।
त्यहाँ रोकिनुपर्ने हुन्छ। ब्रिज आकाशे पुल चाहिँ क्रस गरिसकेपछिको कुरा है यो चाहिँ। हो यही हो। C10 लेखेको चाहिँ पब्लिक बस आउँछ। C10 लेखेको पब्लिक बस आइसकेपछि बसमा चढेर ड्राइभरलाई सोधपुछ गर्दै पुग्ने हो नेपाली दूतावासमा। म बस कुर्दैछु। ल बस पनि आयो। बसभित्रमा चढिसकेँ। भित्र चढिसकेपछि अब त्यहाँ लोकेसन पनि हेर्दैछु मैले। लोकेसनलाई चाहिँ फलो गर्दैछु। लोकेसन नै साथी हो कि अहिलेको आफ्नो कहिले पनि साथ नछुट्ने भनेको मोबाइल अनि लोकेसन त हो। ल म पुगिसकेँ अल हम्रिया स्ट्रिट। त्यहाँ पुगिसकेको छु। त्यहाँ देख्न सकिन्छ यो देशको स्टेट अफ इरिट्रिया भन्ने ठाउँमा पुगेछु। त्यसको चाहिँ दूतावास पनि यहीँ नजिकै रहेछ। यसको दायाँपट्टि चाहिँ दायाँ मोडेर केही अगाडि हिँड्दाखेरि चाहिँ त्यो ठाउँमा पुग्ने रहेछ भन्ने सङ्केत पाएको छु मैले। अब अगाडि बढौँ। अगाडि बढ्ने नै हो। बढ्ने कुरामा चाहिँ पछि पर्नु हुँदैन। पासपोर्ट रिन्यू गर्ने कुरा छ नि त। यहाँ एउटा दुबई हस्पिटल भन्ने लेखेको रहेछ होइन। वाटर फ्रन्ट मार्केट पनि त्यही रहेछ। त्यहाँ केही मान्छेहरू चाहिँ पनि रहेका रहेछन्। यिनीहरू चाहिँ नेपाली चाहिँ होइनन्। पक्कै यो क्रस गरेर अगाडि बढ्नुपर्छ भनेर अगाडि बढेँ। बढ्दाखेरि यो भाइ चाहिँ नेपाली जस्तो देखियो होइन। अनि ट्याक्कै अगाडि पनि देखियो नेपाली महावाणिज्य दूत भनेर पनि देखियो होइन। ठ्याक्कै ल म आइपुगेँ नेपाली दूतावासमा होइन। हेर्नुहोस् नेपालको झन्डा पनि देख्न सकिन्छ। फरफराइरहेको छ होइन। ल हेर्नुहोस् म भित्र पसिसकेँ। भित्र पसिसकेपछि उहाँ मेरो नाम चाहिँ टिपाउनु भयो। के को लागि आउनुभयो भनेर सोधपुछ गर्नुभयो। पासपोर्ट रिन्यूको लागि भनेर भने। उहाँले चाहिँ भित्र जानुहोस् 200 रुपियाँको चाहिँ आफ्नो बिल काट्नुहोस्। त्यसपछि लाइनमा बस्नुहोस् भन्नुभयो। लाइनमा बसेँ। बिल पनि काटेँ। फोटो पनि खिचियो। आफ्नो नागरिकताको भरेको फर्म अनलाइन फर्म भरेको जुन पासपोर्ट रिन्यूको लागि त्यो पनि बुझाइयो। केही मान्छेहरू थिए। भिडभाड नै थियो होइन। म गइसकेपछि केही मान्छेहरूको भिडभाड नै थियो। अनि त्यहाँ लाइनमा बसेर टक्क लाइनमा बसेर काम पुरा गरेर बाहिर निस्कियो। पुनः एकपटक यहाँहरूलाई बाहिरको दृश्य देखाउन चाहन्छु। बाहिर निस्किएपछि नेपाली झन्डा देख्न सक्नुहुन्छ त्यहाँ अल हम्रिया स्ट्रिटमा होइन। त्यहाँ पुग्नुपर्छ। त्यहाँ देख्न सक्नुहुन्छ बाहिरको दृश्य यस्तो छ। हेर्नुहोस् नेपाली दूतावास। अब पासपोर्ट रिन्यू गर्नको लागि चाहिँ अबुधाबी जानु पर्दैन। दुबईमा